नमस्ते, तपाईहरुको लागि म एउटा क्वेशन लिएर आएको छु। अर्ग्यानिक केमिस्ट्रीमा अर्ग्यानिक केमिस्ट्री रिएक्सनहरु कसरी सोच्छ त्यस्तै मतलब रिएक्सन चाहिँ मतलब रिएक्टेड रिएजेंट एन्ड प्रोडक्ट कसरी सोच्छ हैन। द फर्टिलाइजर्स नेम अफ द नाइट्रोलियम्स इज प्रिपेयर्ड बाय द यूज अफ अप्सनमा छ CaO प्लस N2 कति बी नम्बर अप्सन छ CaC प्लस N2 CaC2 प्लस N अनि अप्सन नम्बर डी CaC2 प्लस N2। एकपल्ट अझै म हेर्नु भन्न खोजेन 86 नम्बर क्वेशन कसरी सोच्छ। द फर्टिलाइजर नेम इज नाइट्रोलियम इज प्रिपेयर्ड बाय द यूज हैन। त्यो नाइट्रोलियमको अर्को नाम पनि छ। अर्को नाम भनेको तपाईको क्याल्सियम सामाइड छ। त्यसैले अर्ग्यानिक केमिस्ट्रीमा 3-4 वटा नाम हुन्छ, त्यसैले राम्रोसित पढ्नु होला। त्यो अप्सन भनेको CaO प्लस N2 Ca प्लस C प्लस N2 CaC2 प्लस N अनि CaC2 प्लस N2। त्यो यसको क्वेशन पढ्नुभयो। तपाईलाई म एन्सर पनि हेराउँदै छु हैन। 86 नम्बरको एन्सरमा त के छ भने CaC2 प्लस N2 प्लस CaCN हैन। अप्सनमा तपाईहरुको लागि 86 नम्बरको हैन अप्सन नम्बर तपाईको 86 नम्बरको एन्सर भनेको CaC2 प्लस N2 हैन। अनि यता हैन तपाईहरुको अप्सन के छ CaC प्लस N2 कति हिट CaCN प्लस 2 प्लस C2। त अप्सन भनेको हैन पछाडीबाट त्यो मतलब तपाईको अप्सन हो पछाडीबाट पनि सोच्न पाइन्छ। पछाडीबाट सोचेर अनि यो अगाडिको एन्सरमा दिएको छ एन्सर CaCN2 प्लस N2 अनि अप्सन हो CaC2 प्लस N2 अप्सन नम्बर यही छ। यो 2 नम्बर छ। त एन्सरमा मैले भनेको छैन त्यो मतलब त्यो भने थिएन। त्यो CaC प्लस N2 भनेको त्यो रिएक्टेन्ट हो अनि यो भनेको रिएजेन्ट हो, यो भनेको प्रोडक्ट हो। एक्जाममा भनेको तपाईले हैन त्यो मतलब कुनै बेला क्वेशन मतलब प्रोडक्ट र त्यो रिएजेन्ट मतलब क्वेशनमा सोच्छ अनि एन्सर भनेको रिएक्टेन्ट याद गर्नुपर्छ। यो दुईटै त्यसरी सुन्नु। तर टिचरहरुले यसरी मतलब पढाउँदैन विद्यार्थीलाई मतलब कोड सकाउनमा मात्रै बिजी हुन्छ। विद्यार्थीले बुझाएर पढाउँदैन। कस्तो एक्जाम आउँछ कस्तो खाली पैसा कसरी लिने त्यो कुराहरु मात्रै सिकाइरहेको छ। म कसैलाई विरोध गर्न यसरी क्वेशनहरु आउँछ त्यो म भन्न चाहन्छु। ल होस्।